अपमानको जिन्दगी भन्दा सम्मानको मृत्यु प्यारो छ। अपमानित भएर कुकुरको जस्तो जिन्दगी जिउनु भन्दा जिउँदो भएर पनि लासको जिन्दगी जिउनु भन्दा मान्छे भएर पनि दासको जिन्दगी जिउनु भन्दा अपमानको सिंहासन भन्दा सम्मानको सुली प्यारो छ। अपमानको प्रधानमन्त्री भन्दा सम्मानको मृत्यु प्यारो छ। दलित यो कुरा बुझेको छ। आन्दोलन सशक्त भएर जान्छ। यो वा त्यो बहानामा कहीँ कतै झुकिँदैन आन्दोलन। हामी भाँचिन तयार छौं, झुक्न तयार छैनौं। यो कुरा केपी ओलीहरूले सुन्ने, यो कुरा प्रचण्डले सुन्ने, यो कुरा शेरबहादुर देउवाहरूले सुन्ने। कांग्रेसमा कति दलितहरूको रगत पसिना बगेको छ, एमालेमा कति दलितहरूको रगत र पसिना बगेको छ। माओवादी जनयुद्ध सुरु हुँदै गर्दा कति दलितहरूले माओवादीमा आफूलाई समर्पित गरेका छन्। त्यो माओवादीसँग अब हिसाब हुनुपर्छ। टाउकोमा कफन बाँधेर, गर्भमा बच्चा बोकेर, पिठ्यौमा बच्चा बोकेर, काँधमा बन्दुक बोकेर, खाली खुट्टा भोको पेट हाम्रा दिदीहरू लड्न तयार भए, हाम्रा दाइहरू लड्न तयार भए। अमेरिकी साम्राज्यवाद मुर्दाबाद, भारतीय विस्तारवाद मुर्दाबादका नारा लगाएर भारतका विरुद्धमा बन्दुक लिएर लड्न हिँडेका लाल सेनाहरू आज ती दलितहरू त्यही भारतको 45 डिग्रीको तातो घाममा अर्काको भाडाको अटो रिक्सा चलाएर बाँच्न बाध्य भएका छन्। माओवादीसँग हिसाब हुन्छ, अब कांग्रेससँग हिसाब हुन्छ, एमालेसँग हिसाब हुन्छ। केपी ओलीको लगानी कति छ एमालेमा, शेरबहादुर देउवाको लगानी कति छ कांग्रेसमा, प्रचण्डको बलिदान कति छ कांग्रेसमा, हाम्रा दलितको रगत र पसिना कति पकेका छन्। एक एक हिसाब हुन्छ। खन्ती गनेर हिसाब हुन्छ, लाई गनेर हिसाब हुन्छ। उधारो हुँदैन। अब हिसाब हुन्छ। अब ढट्टा पल्टिन्छ। बलात्कार गरेर मारेर फालेका लासका चिहानहरू अब उत्खनन हुन्छ। हाम्रा भाइको हत्याको मुद्दा यो फेरि उत्खनन हुन्छ। यसै यो हामीले खेर जान दिनेवाला छैनौं। महिनाको 20-25 हजार तलबमा 5 वर्षसम्म एउटै बुट लगाएर, एउटै वर्दी लगाएर आर्मीभित्र बसेका प्रत्येक सिपाहीहरूको त्यो रगत र पसिनाको हिसाब हुन्छ। प्रहरीभित्र एउटै वर्दी लगाएर कान्छी औँला बाहिर निस्किएको च्यातिएको बुट लगाएर ड्युटी गरिरहेका प्रत्येक गरिब दलितहरूको, ती हाम्रा युवाहरूको, हाम्रा साथीभाइको अब त्यहाँभित्रको उनको रगत र पसिनाको हिसाब हुन्छ। हाम्रा भाइहरूलाई रोडमा उभ्याउने, हाम्रा भाइहरूलाई भाटा हान्न पठाउने, हाम्रा भाइहरूलाई लट्ठी दिएर बाहिर रोडमा उभ्याउने, यिनीहरू अन्तर्राष्ट्रिय विमानस्थलबाट मान्छे तस्करी गर्ने, मान्छेहरू बेच्ने, हाम्रा भाइहरूको नाममा आएको बिस्कुट खाइदिने, हाम्रा भाइहरूले कट्टु फेर्न नपाएर बसेका, हाम्रा भाइहरूले गन्जी फेर्न नपाएर बसेका, हाम्रा भाइहरूले जुत्ता फेर्न नपाएर बसेका छन्। हाम्रा भाइको नाममा आएको कट्टु खाइदिने, मोजा खाइदिने, जुत्ता खाइदिने, यिनी डिआइजी भएर बस्ने। हाम्रा भाइहरू 25,000 रुपियाँको लागि घरको किस्ता तिर्न नसकेर प्रहरीलाई यिनलाई सलाम हानिरहनु पर्ने। जसलाई बुट हान्नु पर्थ्यो त्यसलाई सलाम हानेर आज हाम्रा भाइहरूलाई गेटमा उभ्याएर 18 घण्टा 20 घण्टा ड्युटी बनाएर बसाएर हाम्रा भाइहरूलाई आर्मीमा प्रयोग गरिएको छ, सशस्त्रमा प्रयोग गरिएको छ। डिआइजी यिनी भएर बस्ने, एसपी यिनी भएर पैसा असुलेर बस्ने, हामीलाई थाहा छैन। 64 सालबाट काठमाडौँको पत्रकारिता गरेको, कसले कता फर्केर थुक्छ, कता फर्केर सुत्छ हामीलाई पनि थाहा छ। कुन नाकाबाट कति खान्छ, कसमा आँखाबाट कति आछ हामीलाई पनि थाहा छ। प्रत्येकको थाहा छ हामीलाई पनि। यसै लड्न आएको होइन बाटो। यिनले यसो दलितको आन्दोलन हुँदै गर्दा हामीलाई नटेरेर पनि दलितको आन्दोलन के फरक पर्छ र भन्ने खालको यिनीहरूलाई परेको छ। बिचारा दलितहरू सडकमा बसिया छन्। यिनलाई कसले भात खुवायो होला, यिनलाई कसले मोमो खुवायो होला भन्ने यिनीहरू चाहिँ बडो हामीलाई चाहिँ खिसिटिउरी गरे आउँछ। मैले अस्ति पनि भनेको थिएँ, कालीमाटीबाट डोकोमा सुन्तला ल्याएर सुन्धारामा बेच्ने बाहुन छेत्रीको फुई त्यत्रो छ भने तोलाको लाखौं पर्ने सुन बेच्नेहरूको आन्दोलन, गरिबको आन्दोलन हुन्छ यो? भातै खान नपाएकाहरूको आन्दोलन हुन्छ यो? हामी यहाँ खान नपाएर आएको होइन। गृहमन्त्रीको मूल्य 50 लाख हो। आजको यो देशको गृहमन्त्रीको मूल्य 50 लाख हो। 1 किलो सुन आएर बसेको सुनारको मूल्य 1 करोड भन्दा बढी हो। यहाँको गृहमन्त्रीको मूल्य भन्दा यहाँको सामान्य एउटा सुनारको मूल्य बढी छ। यहाँको सामान्य एउटा टेलरको मूल्य बढी छ। 50 लाखमा बिक्री हुने यहाँका दलित गृहमन्त्री भन्दा माथिल्लो तवरमा छ। आज तपाईलाई यहाँबाट भन्नुपर्छ, आन्दोलन नयाँ ढंगले अगाडि जाने तयारी भइरहेको छ। 77 जिल्लाबाट आन्दोलन उठ्ने तयारी भइरहेको छ। यो त एउटा टेलर मात्रै हो, फिल्म त अझै बाँकी छ। 77 जिल्लाबाट आउने तयारी भइरहेको छ। हामी आज पनि हान्न सक्छौं, हामी आज पनि यी सामन्तीहरूको निषेधित क्षेत्र तोड्न सक्छौं, तर हान्नै पर्छ।
मर्नै पर्छ भने लाखको बीचमा हालिन्छ, लाखको बीचमा मरिन्छ, लाखौं दलितहरू काठमाडौँ आउने तयार भइरहेको छ। यो कुरा साथीहरूले रिपोर्टिङ गरिदिनु। मैले फेरि पनि यहाँबाट विनम्रतापूर्वक अपिल गर्ने कुरा, हाम्रो लडाई यहाँको प्रहरी प्रशासनसँग होइन, तर प्रहरीले के कुरा बुझ्नुपर्छ भने यहाँ जातीय विभेद छ भन्ने कुरा बुझ्नुपर्छ। यहाँका दलितहरूलाई दमन भएको कुरा बुझ्नुपर्छ। उपेक्षामा घृणामा पीडामा परेका दलितहरूको पीर व्यथाहरूलाई बुझ्नुपर्छ। समय थोरै छ आदरणीय साथीहरू, तपाईहरु हाम्रो छोटो एउटा सूचनाको बीचमा पनि यतिका साथीहरू आउनुभयो। धेरै मुद्दाहरू बाँकी छ। यो भन्दा पहिला असोज 3 गतेको कार्यक्रममा पनि हामीले ठूलो एउटा विरोध गरेका थियौं। 45 दिनसम्म यही रुखको मुनि यही नेल लगाएर हातमा लगाएर हात खुट्टामा लगाएर हामी त्यति बेला पनि हामी सडकमा बसेका थियौं। त्यति बेला पनि हजारौंको संख्यामा दलितहरूले काठमाडौँ आएर ऐक्यबद्धता प्रतिबद्धता जनाउनु भएको थियो। म यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। आज देशैभरि यो खालका विरोधका कार्यक्रमहरू भइरहेको छ। यो खालको विरोधको कार्यक्रममा ऐक्यबद्धता जनाउने प्रतिबद्धता जनाउने तपाईहरु सबैलाई म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। प्रत्येक सुनचाँदी व्यवसायका साथीहरूले हामीलाई सहयोग गर्नु भएको छ, समन्वय गर्नु भएको छ, हामीलाई ऐक्यबद्धता प्रतिबद्धता जनाउनु भएको छ। प्रत्येक सुनचाँदी व्यवसायीहरूलाई म यहाँबाट धन्यवाद टक्राउन चाहन्छु। प्रत्येक कपडाका व्यवसायीहरू, यहाँका टेलरका व्यवसायी दाजुभाइ दिदीबहिनीहरूले हामीलाई सहयोग समन्वय गर्नु भएको छ, तपाईलाई धन्यवाद छ। छाला जुत्तोका उद्योगका व्यवसाय गरिरहनु भएका सबै साथीहरूले हामीलाई सहयोग गर्नु भएको छ, यहाँलाई धन्यवाद छ। दलित भित्रका सबै समुदायका, हाम्रा समुदाय भित्रका सबै यो जातीय संगठनहरूले हामीलाई साथ दिनु भएको छ। यहाँहरु सबैजनालाई धेरै धेरै धन्यवाद छ। सबै जनप्रतिनिधिज्यूहरूलाई धन्यवाद छ जसले हामीलाई साथ दिनु भएको छ। सबै राजनैतिक दलभित्र दलित संगठनको नेतृत्व गरेर राजनीति गरिरहनु भएका तपाईहरु सबैलाई यहाँबाट सम्मान छ। एकमुष्ट रूपमा सबै साथीभाइहरू आउनुभयो। कलाकार, पत्रकार, अगुवा, अभियन्ता, सामाजिक रूपमा विभिन्न कर्म र धर्म निभाइरहनु भएका तपाईहरु सबैजनालाई धेरै धेरै धन्यवाद छ। हाम्रो एकल फोनमा रातभरि नाइट बस चढेर टाढा टाढाबाट पनि प्रतिनिधिमूलक रूपमा 77 जिल्लाबाट साथीहरू काठमाडौँ आउनु भएको छ। यहाँहरु सबैजनालाई म यहाँबाट सम्मान टक्राउन चाहन्छु। यहाँहरु सबैले जनाउनु भएको यो ऐक्यबद्धता र प्रतिबद्धताको लागि म धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। विशेष गरी हाम्रो मिडियाका साथीहरूलाई धेरै धेरै धन्यवाद छ। तपाई यहाँबाट जाजरकोटमा पुगेर नवराजका मृत्युका दिनदेखि अहिलेसम्म निरन्तर रूपमा यहाँका क्यामेराले हामीलाई खिचेर हाम्रा मुद्दालाई संसारको बीचमा पठाइदिनु भयो। म सबै पत्रकार साथीहरूलाई पनि यहाँबाट सम्मान टक्राउन चाहन्छु। हाम्रो लागि अदालत, अड्डा, अदालत, प्रहरी प्रशासन भन्दा ठूलो न्यायमूर्ति यहाँका पत्रकार साथीहरू हुनुहुन्छ, यहाँका संचारकर्मी साथीहरू हुनुहुन्छ। म यहाँहरु सबैजनालाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। रात दिन भोक निन्द्रा केही नभएर यो टिममा खट्ने सबै साथीहरूलाई म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। हामी 77 जिल्ला आउने तयारी गरिरहेका छौं। 77 जिल्लामा यसका संगठनहरू विस्तार हुनेछ। अब दलितहरूको एउटा उत्साहको दिन सुरु हुँदैछ। दलितहरू खिन्न मन गरेर ओठमुख सुकाएर यिनका अगाडि शिर झुकाएर बस्नुपर्ने छैन। आफ्नो आत्मसम्मानको लडाईमा प्रत्येक दलितहरू ठाडो शिर गरेर अब हिँड्ने दिन आउँदैछ। दलितको पनि हाँस्ने दिन आउँदैछ, दलितको पनि बाँच्ने दिन आउँदैछ, दलितको पनि नाच्ने दिन आउँदैछ। अपमानको जिन्दगी भन्दा सम्मानको मृत्यु प्यारो हुन्छ। कांग्रेस भयौं, एमाले भयौं, माओवादी भयौं, अब एकचोटि दलित हुनुपर्छ, आफूमा फर्किनुपर्छ, आफू बन्नुपर्छ। कांग्रेसको लागि मर्न तयार भयौं, माओवादीको लागि बन्दुक उठाएर मर्न र मार्न तयार भयौं। आफ्नो आमाको आत्माको सम्मानको लागि, भाइहरूको न्यायको लागि मर्न र मार्न तयार हुनुपर्छ। म यहाँहरु सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु। अब दलित भन्नुपर्छ, अब दलित बन्नुपर्छ। भागेर होइन, जागेर लड्नुपर्छ। एकचोटि उठ्नुपर्ने बेला भएको छ। एक मुठी सास, एक थोपा रगत रहने बेलासम्म आकाश ओढेर धरती ओछ्याएर हावाको गाँसलाई पानीसँग निलेर भाँचिन तयार हुनुपर्छ, झुक्न तयार हुनु हुँदैन। हामी यति सजिलै भाग्न तयार हुनु हुँदैन। म सबै युवा साथीहरूलाई यो आन्दोलनमा गोलबन्द भएर हामीलाई ऐक्यबद्धता जनाउनु भयो, हामीलाई प्रतिबद्धता जनाउनु भयो। एकमुष्ट रूपमा म तपाईहरु सबैजनालाई सम्मान टक्राउन चाहन्छु। प्रत्येक साथीहरू, प्रत्येक युवा साथीहरू यहाँ आएर यो आन्दोलनमा तपाईले साथ दिनुभयो। आज कोही महिला केटाकेटी अरूले आन्दोलनमा जस्तो महिला केटाकेटी गाउँबाट उठाएर ल्याएको यो आन्दोलन होइन। आफ्नो लागि लड्न तयार भएका प्रत्येक युवाहरू नवराजको स्मृति दस्ता नवसेना बनेर आफ्नो समुदायको रक्षार्थ आउनु भएको छ। अब दलित उठ्दैछ, अब दलित जुट्दैछ।
दलितको पनि दिन आउँदैछ। अब यो देशमा कसैको बाँकी छ भने त्यो दलितको बाँकी छ। सबैभन्दा तल परेको दलित, सबैभन्दा लास्टमा परेको दलित। अब हिरोको पालो लास्टमा आउँछ भने चाहिँ अब दलितको पालो आउँछ।